guys, welcome to our next vlog. अनि आज चाहिँ एकदम स्पेशल छ। आज चाहिँ इन्टेक कप हो, इन्टेक कप हो। अनि हामी चाहिँ हाम्रो इन्टेक सबै इन्टेक हुन्छ। अनि हामी चाहिँ हाम्रो इन्टेक 17 लाई चाहिँ सपोर्ट गर्न गइरहेको छौं। अनि अलिकति लेट भएको छ यताउति गर्दाखेरि। अरु साथीहरु चाहिँ गइसक्नु भयो। अनि वेदर पनि अलिक ठिकै छ है प्लेयरहरुलाई त, घाम भन्दा त है। तर पानी पर्ला जस्तो भयो। पानी पर्ला जस्तो छ, अलिअलि पानी पर्न थालिसक्यो। इभेन्टको कुरा गर्दाखेरि चाहिँ हाम्रो फुटबल हो अहिले। हजुर, सो फुटबल हुँदैछ। अब हाम्रो फर्स्ट गेम चाहिँ सुरु भएर पनि सकिसक्यो। अनफर्चुनेटली अब हामी ढिला भयो। सो अब बाँकी गेम चाहिँ अब हेर्नु जाँदैछौँ। अनि तपाईहरुलाई पनि देखाउँछौँ। ल हामी आइपुग्यौँ हाम्रो अल्डरसटमा। कुन चाहिँ पनि हो, अब त्यहाँ चाहिँ फुटबल हुँदैछ। सो हामी चाहिँ हाम्रो लोकेसनमा जाँदैछौँ। अचार चाहिँ कसले लिएर आउँछ जस्ट हिँडौँ यत्तिकै हिँडौँ। सो अब ल अचार चाहिँ ल्याउन बिर्सेछ क्या। अनि जिस्काएर अचार चाहिँ कसले लिएर आउँछ भनेर भनेको नि। ल हाम्रो नम्बरी र यहाँ पनि रेडी अब जानुको लागि, हुटिङ हान्नुको लागि सबैजना। छाता त घरमा थियो नि 2-3वटा, के गर्नु छुट्टीको। ठिकै छ, त्यसमै बस्नु पर्ला सबैजना। खोले जस्तो लाग्थ्यो। ल है त गेम चाहिँ त्यहाँ भइरहेको रहेछ। खास चाहिँ गेमै खेल्नु पर्ने रहेछ है अहिले वेदर अनुसार चाहिँ। ठिकै छ, केही छैन। हाम्रो इभेन्ट चाहिँ त्यहाँ भइरहेको छ। इन्टेक 17 को टेन्ट कुन हो, टेन्टै भएन भनेर बिजोक थियो। उमी सर स्पोन्सर गर्नु पर्ला जस्तो हो फेरि टेन्टमा पनि। त्यही भने त्यस्तोहरू त यसो खाड गरे होला जस केटाहरूलाई खतरा। ल त है, मान्छे साह्रै धेरै त छैन रहेछ। कसको गेम भइरहेको हो। वेदर अलिकति साथ दिइरहेको छैन हामीलाई, अलिकति चिसो छ अब आज। ठिकै छ, तर पनि केही छैन। हाम्रो गेम सुरु भइसकेको छ। 15 होइन 17 कै गेम भइरहेको रहेछ। ल मारामार रेग्मी यता रहेछ। गेमहरू मारामार हुँदैछ है। मारामार लाइभ स्ट्रिम गर्नु पर्ला जस्तो भयो। अब हल्ला चाहियो, हल्ला है, क्राउडबाट हल्ला। ल कुन हो उत्यो रहेछ हाम्रो। ल 17 को स्टलहरू हेरौँ। इन्टेक 17 खतरा। कति भएको छ स्कोर कति हो? यहाँ छौ हाम्रो ग्रुप, यहाँ जोइन हुनु। बहिनी नमस्ते। ल कडा जित्ने हामी नै। अलिक पुगेन छ कि हुटिङ, बसेर गऱ्यो भने त अलि आवाज आउँदैन नि, कराउनु पर्यो नि। बहिनी नमस्ते, सन्चै हुनुहुन्छ? हामी त भ्लग हेरेछौँ तपाईँको। ए हजुर नमस्ते। हजुर हुन्छ, गरिरहेछौँ नि। सरोज कमन छाप्पै है, राइट कर्नरमा दामे खतरा। 17 खतरा सेलिब्रेसन गई कडा। खतरा दियो त यार। अब ब्रेक भएर फेरि सेकेन्ड गेम स्टार्ट हुन आँटेको छ। तर एकछिन रेस्ट गरेर जानु भयो गरे। हाम्रो सपोर्टरहरू चाहिँ यता हुनुहुन्छ, इन्टेक 17। अनि हाम्रो क्याम्प चाहिँ त्यो हो। अनि त्यहाँ चाहिँ हाम्रो स्न्याक्सहरू पनि छ भरेको लागि। अनि यता चाहिँ अरूको भयो, उता अरूको। 17
जितिसक्यो रिजु पार झर्यो झर्यो ओले त यता आउँदा जिताउनु पर्छ बल त्यही रिजु पार डोस झर्नेले राजु दाइ हुनुहुँदो रहेछ गोलकिपर बल चाहिँ यता आयो टेस्टमा जाँगर हानेको ल पवन दाइ गोल हान्नु पर्यो के गरेको राम्रो अलि पछाडि टाइम लै हाम्रो इन्टेक 17-1 अफ छ अहिले के भन्ने ले चाहिँ यो गेम जितेर 17 ले चाहिँ अब हाम्रो उता फेरि अर्को म्याच स्टार्ट अनि हाम्रो ठाउँ चेन्ज भएको छ सो हामी उता मुभ हुँदैछौँ सबैजना तर हाम्रो स्टफहरू चाहिँ उता हाम्रो क्याम्प उसमै छ हावा चलेर अलिकति वेदरले चाहिँ हामीलाई साथ दिएन है अलिकति उयो भएछ खुलेछ होइन झन् अलिकति भाँसेछ हिजो कराको अब भ्यू चाहिँ यस्तो छ पक्का आफ्नोतिर दुईले त पुग्दैन ह्याट्रिक त हान्नु पर्यो नि ल ह्याट्रिक ल अब अलमोस्ट रेडी हुँदै हुनुहुन्छ उहाँहरू यता पनि ओपोनेन्ट पनि वार्म अप गर्दै हुनुहुन्छ खोइ कहाँ थियो 16 र 17 पछाडि बस्नु हामीले अब कतिवटा गोल हान्नुपर्छ जित्नलाई अब कतिवटा म्याच हो अब छ होला यो बल्ल के भन्छ ग्रुप म्याच हो क्या हो यो इन्टरभ्यूहरुको मलाई थाहा छैन जस एउटा ग्रुपमा चाहिँ इन्टेक 16 17 इन्टेक 11 अनि 20 22 गोल हान्यो मलाई हेर्दै हेर्न जानिले हान्यो गोल छरेर बस्नु त गाइसहरु के हो हामी पास नट फेयर के भयो मलाई थाहा हेर्दै नि हेरेन गोल हान्यो हामी चिचाउनु पर्यो कि हाल्नु नचिचाएर हो श्रोताहरू अलिक नर्भस अवस्थामा है किनकि एक गोल खाएको भएर अलिक हुट्टै पुगेन गम्भीर हुन्छ नाजुक अवस्थामा एक्साइटमेन्ट नै हरायो भयो मलाई त्यस्तो नभन्नु न होइन तर हाम्रो एक्साइटमेन्ट हराएर हो कि हामी चिचाउनु पर्छ उता गएर बस्नुपर्छ क्या ल छोड्या मलाई त कुद्याएर 2 ओ भएको छ इन्टेक 16 को 2 गोल इन्टेक 17 को 0 हार्नु भएन टाइम भयो त 20 मिनेट छ अब
ब्रेक पछि 3 गोल हान्दै भए पुग्छ केही छैन नेक्स्ट उसमा हान्नुहुन्छ होला नि हाफ पनि स्टार्ट हुन आँट्यो अब कस्तो आज तर ल है त भर्खरै अब खै के गरे राजु दाइको घरिघरि त्यस्तै छ के स्किलै कहिले फेड भइहाल्छ कहिले काहीँ त अड्किन्छ क्या त्यही भएर इजी भयो है ठिकै छ कहिले काहीँ बल त धेरै भयो पिचमा धेरै बल भयो ल ल ल मारामार भइरहेछ ओ ओ डिफेन्ड गरौँ न ल के हो यार खाक्को खाइछ 4 गोल खायो यार लास्टमा यार नमिठो भयो ल एल क्लासिको 16ले फेरि खायो या प्लेयर भाइ किप इट अप है नेक्स्ट गेम जित्नुपर्छ दाइ यहाँ खाजाको बन्दोबस्त चाहिँ यस्तो के हो मोमोवाली हो यो चाहिँ गीताले बनाएको है क्यामेराले बनाएको ओके मोमो रहेछ आलुको साथीको आलु हो चन्दा ओके अनि सेल रहेछ यता चाहिँ सुरु गरिसक्नु भएछ दिदी बहिनीहरू हामी यो चाहिँ सबै नम्बरनीहरूले मिलेर जस अल द सर्टको ल लन्च ब्रेक डल्लै नेपाल जान लाएर यहाँ फुर्केर बसिरहेछ सालीको बिहेमा इन्टेक 16 वर्सेस 15 वर्सेस 16 भइरहेछ है गेम कडा कडा ओहो 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 बलै बल कुदे म जस्तै रहेछ बललाई खेद्नु पर्ने मैले ए कमन दाइ पनि रहेछ त सेकेन्ड ग्रुप हो ए हो त्यो चाहिँ हो मिनिमम है कडा ल नेक्स्ट गेम चाहिँ अब हाम्रो इन्टेक 6 र 17 रहेको छ राइट गोल है गोल ल सुरु भयो त कडा कसले हानेको
ल है मारामार या रिस्की रिस्की अलिकति रिस्की भयो ठिक छ रिजु लाइनमा 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 नाइस मिजाज कम ऑन हायो ओ अगाडि फल भयो नि त है दामी 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 रकमले गोल हान्यो खतरा हैन एसिस्टलाई पनि ताली दिनुपर्छ खतरा दामी एसिस्ट ए खतरा 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 यता यता पानी यता छ ल पानी पानी दामी 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 ल कोअर्डिनेसन चाहिँ खतरा भयो चाहिँ खतरा भयो चाहिँ रकमको सेलिब्रेसन होइन बरु गोल हान्ने गोल हान्ने बेला बल खोज्नु परेन होइन बरु बरु यहाँ सेलिब्रेसनको बेला बहिनी खोज्दा खोज्दा होइन खतरा थियो यार गोल त तर यार फर्स्ट क्लास यार दामी थियो ल वेल डन ल कडा कडा दामी दामी टिम टक डाइरेक्ट कन्ट्रोल हुन्छ क्या ल फेरि अर्को गोल मिजाजको दामी रकमको दामी एसिस्ट फेरि वन्स मोर ठुलो ठुलो अलिक ल दुश्मन हेरेको हेरे है ल कडा खतरा फेरि ल ल ठिक छ ठिक छ होल्ड बिस्तारै बिस्तारै रिल्याक्स रिल्याक्स यो गरेर खेल्नु ठिकै छ छोड 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 हुँदैछ दुई गोलले अगाडि छ 17 को दामी ल ल ल ल ल ल ल फेरि ल ड्राइभ गर अगाडि लैजाऊ 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 ब्याक ब्याक ठिक छ ल ल ल ल ल ल आहा फेरि 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 सरी ल राम्रै छ है ठाउँ त यार रोक्छ होला ओहो गोल भयो ओहो ल सुसाइड भयो ठिकै छ केही छैन केही छैन केही छैन
नाइस धेरै भयो ठिकै छ ठिक छ ओए दुरा पवन पाठ थोरै झर्दा हुन्छ आफू थोरै चाल भयो फेरि राम्रो यति भएर अलिकति धेरै आफ्नै टेन्टतिर हान्छ के हो फ्री किक है आम्मा दामी ओइ झन्डैले खतरा किन लाग्यो अब प्लेट गेम भयो बधाई छ ल कोच ल कङ्ग्रेचुलेसन ल फाइनल हो अब ल फाइनल पुग्यो ल खतरा कडा हेरेको हेरे ल चर्को हेरे साउन्ड छैन खतरा ल दामी खतरा किपर खतरा ल दामी ल बोल्डन दामी सबै खतरा बाबु खतरा केही होला जस्तो छ होइन फाइनलमा दामी ल